हेलो गाइस, यस्ता छ नागा मफलरहरू छ आओको यसरी गरेर छ पानीको बोतल फिटिङ बोतलहरू आएछ हेर्नुस् राम्रो छ हेर्नुस् सिमी यस्ता गरेर आएछ यो यहाँ छ नेक्लेसहरू है नेक्लेसहरू यसको दाम 500 400 त्यस्तो छ गाइस हेर्नुहोस् यो टाउकोमा लगाउने आउहरूको मेख्ला छापसँगको छ किमान को आसे दो 200 अरे यस्ता छ गाइस मन परेछ भने लाइक शेयर गर्नुहोस् यस्ता छ गाइस हेर्नुहोस् 400 रुपैयाँ नेकटाई नागा सोलहरू छ सबै हातले बनाएकोहरू है 600 रुपैयाँ यस्तो छ गाइस यहाँ हेर्नु गाइस नागा नेक्लेसहरू हातले बनाएकोहरू हो यो सबै हातले बनाएको नेक्लेसहरू झोला नागाको झोला सानो चिटिक्कै बनाएको छ नेक्लेसहरू छ नागाको पोतेहरू है नागाले लगाने पोतेहरू छ गाइस कति मजा डिजाइनको बनाएको छ हेर्नुहोस् त झोलाहरू यस्तो छ गाइस बोटाई बेच so hey guys यो गम चामलले बनाएको एकदम खानेकुरोहरू हेर्नुहोस् यो सुकेको माछा है 600 रहेछ प्राइस सुन्तला छ टोकरीमा रहेछ 500 हो यसको अच्छा यो अमला 200 ओके यो त के हो कोदो हो न के हो यदि के छ यो के हो नेपालीमा त के भन्छ कोही पनि कोदो जस्तै छ है यसको दामी छ गाइस हेर्नुहोस् नागा नेक्लेसहरू नागाको ट्राइब्सहरू नेक्लेसहरू छ कति राम्रो यो यसको दाम के मानेको छु यसको दाम 2000 हेर्नुहोस् 2000 यो 550 यो यस्तो छ गाइस मन पऱ्यो भने लाइक सेयर गरिदिनु हेर्नुहोस् सबै यो नेक्लेसहरू कम्मरमा बान्ने लगाउने ड्रेसमा मिलाउन आउँछ गाइस यस्तो छ
देख्यो सुकेको माछा केमानको আছে 200 रुपियाँ 200 so guys कस्तो छ गाइस एक कुइमा नागाल्यान्डमा नागाल्यान्डको हेर्नुहोस् कस्तो छ एकदम दामी यहाँ खाइरहेछ कस्तो छ खाना खानेमा कस्तो छ चिकन चटनी नेकलेस सोध्यो दाम सोध्यो मेखलाको कति भने 3,000 कुन यो मेखला 2500 2000 यस्तो छ गाइस कुन पर्यो झोला पनि छ झोला यो मेखला पर्यो 2500 2000 लिनु भयो ए ल चर घुस्दैन नि क्यामेरा छ नि ल ल त है यो अलिक भिडियो बनाउनु ल यस्तो छ गाइस मन पर्यो लाइक गरिदिनु यहाँ भिड छ यी हेर्नुहोस् घिउ सिमी नेपालमा घिउ सिमी ओखर यो हो ओखर मसरुम दाल यो चाहिँ टिम्बुर यहाँ चाहिँ नागा दाल भन्छ उता चाहिँ नेपालीमा चाहिँ मुसुरी दालमा के भन्छ नि बस देखेर किमान केजी किमान আছে কৈছে তো 120 हो यो घिउ सिमी किलोमा ठीक है यहाँ छ अम्बकहरू यहाँ छ अमला लप्सी यस्तो छ गाइस मन पर्यो लाइक सेयर गरिदिनुहोस्